सहयोग होस् चाहिँ लडेर फटफट गरेर चाहिँ झाड भाँचिएको थियो। त्यसमा चाहिँ उहाँले केही सहयोग होस् भन्ने हिसाबले हामी संस्थाबाट चाहिँ केही सानो रकम सङ्कलन गरेका छौँ। त्यो चाहिँ आज हामीले यो भाइलाई हस्तान्तरण गर्दैछौँ। जम्मा हामीले सङ्कलन गरेको रकम चाहिँ 67,375 केन्द्र लगायत हाम्रा पोखराका सम्पूर्ण आर्टिस्टहरू र अन्य महानुभाव विभिन्न जिल्लामा रहेका सङ्घ संस्थाका साथीहरूबाट सहयोग प्राप्त रकम जम्मा हामीले चाहिँ 67,375 रुपियाँ जम्मा गरेका छौँ। त्यो चाहिँ हामी आज प्रकाश परियार भाइलाई चाहिँ चेकद्वारा हामीले चाहिँ हस्तान्तरण गर्दैछौँ। सुन्दरवनका धनीहरूमा नमस्कार। जय कला क्रान्ति। हाम्रो यस नेपाल कमर्सियल आर्टिस्ट सङ्घ र हाम्रो गुराँस आर्टका हाम्रो स्टाफ अर्थात् भन्नुपर्दाखेरि ललित कला कर्मी आज एकजना बिरामी भएर हामीले आफ्नो क्षमता अनुसार यो सहयोग गरेछौँ। सहयोग गर्ने महानुभावहरू अब जस्तै हाम्रो अब पहल गर्ने हाम्रो गुराँस आर्टको अब शिविर छ, त्यहाँ पछि हामीले फेरि थाहा पाएपछि पहल गर्ने हाम्रो कमर्सियल आर्टिस्ट सङ्घको अध्यक्ष राई छ र लगायत अझ हाम्रो सिन्धुली परबाट पनि हामीलाई अब सहयोग भयो। सिन्धुली कलाघरका अधिकृत सदस्यहरू अनि हाम्रो सुर्खेतको सुभाष आर्टका सुभाष सर जो अहिले कारवार अध्यक्ष हुनुहुन्छ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले, उहाँसँगले राम्रो त्यो गर्नुभयो। र हामीहरू कलाकारहरू सुखमा मात्रै पिकनिक भोज जाने होइन कि दुःखमा पनि हामीले एकअर्कालाई यसरी सहयोग गर्दै अगाडि बढ्छौँ भन्ने कुरा छ। र पुराना लाउँदाखेरि आर्टिस्ट फर आर्टिस्ट भनेर एउटा क्याम्पेन यसरी फन्डाइजिङको लागि हामीले इन्टरनेसनल प्रोग्राम पनि गरिरहेका छौँ। तर एवार्ड बाँडे पनि फन्डाइजिङ भइरहेको अवस्था थिएन। फेरि यस्तो त्यो प्रोग्रामलाई हाम्रो नवीनाटकबाट अगाडि बढाइरहेका छौँ र निकट भविष्यमा फेरि कसैलाई पनि यस्तो नहोस् र भइहाले पनि फेरि यसरी नै हामी सधैँभरि आफ्नो फ्यामिलीलाई जसरी कलाकर्मीहरूलाई सहयोग गर्नेछौँ र सम्पूर्ण सहयोग गर्नेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जय कलाकार।